पिकनिकमा बोतल हातमा समाउँदै बाटो कस्तो खाल्टो भएको यहाँ पानी परेर झमी यतिकै बसिरहेछन्। अब यहाँबाट कहाँ जाने हो थाहा छैन। गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी होइन पिकनिक जाँदैछौँ। सो लेट्स सी हाम्रो ब्लग कस्तो हुन्छ। लाग्छौँ पिकनिकमा बोतल हातमा समाउँदै स्कुटीमा दिदीसँग हामी जान लाग्छौँ पिकनिक। कहाँ जाने हो चाहिँ थाहा छैन। इट्स अ भेरी युनिक प्लेस। लेट्स सी है। बसौँ दिदी। सो आइम गोइङ टु सिट ओभर हियर। मैले के बोलिरहेको छु मलाई थाहा छैन। बाबु यहाँ हेर त। बाबु Hi, mommy. Mamu. Everything's so good. Can it be painless? We are going painless. If you ever go all the songs that we love. Thank you, guys. फाइनली नत्र भाइ चक्रपथमा जहिले जाम भइरहेको हुन्छ। बाटो कस्तो खाल्टो भएको। भाइ कहाँबाट जाने बाबालाई छुट्टै छ मम्मी। रेन कहाँ आइपुग्यो केही थाहा छैन है। अटो पटो छैन। तर त्यो एपिसोड चाहिँ कटिसक्यो। हामी है बिहान निस्किने भन्ने मान्छे अहिले आएर कति बज्यो 2 बज्न लागिसक्यो है। अब 2 बजे जाने गएको मान्छे अब कतिखेर फर्किने हो थाहा छैन। मामुहरू कहाँ पुगिसक्यो केही थाहा छैन। लुक एट द भ्यू कस्तो राम्रो। चाहिँ नथाहा पाएर घुम्नु पर्यो फेरि। अहिले अझ पनि आइपुगेको छैन है। अघि बाटो नथाहा पाएर अगाडिसम्म गएर अनि हामी घुमेको के लिचेको। कहाँ जाने हो थाहा छैन। लोकेसन दिन पाएँ लोकेसन दिन
छ खत्तम। लुक एट दिस चाहिँ कसरी जाने हो बाटो देखाउन पाएन है राम्रोसँग। लुक नेपालको बाटो अब के भन्ने यस्तै त हो। लौ 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 जङ्गल झारी हरियो वन नेपालको धन। मम्मीहरू चाहिँ खै कता पुग्यो। हाई मम्मी त्यो पछि माथि चाट छ के। लौ लौ कहाँ आइपुग्यो हो पहाड माथि नै जानु लाग्यो जस्तो थाहा उता माथि जाने भनेको यता पो आइपुग्यौँ। मेरो लागि नै नयाँ ठाउँ हो है बाबु। हेर त यहाँ हाई गरिदियो कस्तो अनुभव भइरहेको छ तिमीलाई। इन्टरभ्यू लिएर जस्तो भयो त। मम्मीको कन्डी गाइड हामी अनप्लान्ड आएको थियौँ है। कहाँ आयो थाहा छैन। यो भुवेश्वरी मन्दिर भने होइन तारकेश्वरमा। यहाँ पानी परेर झमझमी यतिकै बसिरहेछौँ। अब यहाँबाट कहाँ जाने हो थाहा छैन। फर्केर ताल पर्यो भने फर्केर अहिले घर गएर पिकनिक मनाउने हो। त बाई दिदी टेक केयर। छिटो आउनु है पुरै। अब दिदीहरू चाहिँ यहाँ बुझेर आउनुहुन्छ कहाँ जाने अनि कहाँ बस्ने भनेर। यहाँ झमझमी पानी परिरहेछ। हामी चाहिँ अब एकछिन यहीँ बस्छौँ अनि यहाँबाट चाहिँ कहाँ जाने हो लेट्सी है त। तारकेश्वर यतै बसेर खाने हो कि बाहिर बसेर अब घर फर्केर खाने हो। प्लान यस्तो भएको थियो। अब के हुन्छ थाहा छैन। सो गाइड अनफर्चुनेटली है पिकनिक जाने भनेर घुम्दै 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 यस्तो झमझमी पानी पर्यो। अहिले तातो तातो चिया खाइरहेछौँ। पुरै भिजेर नि थुक्कै भएको थिएँ। अघि लुगा फेरि मैले देखाउन सकिनँ है सरी। अनि अब हामी चाहिँ घरमै पिकनिक मनाउने। यहाँ चाहिँ कस्तो हुन्छ हेरौँ है त। सो सिज माई मम सिज अल्सो चेन्जिङ हर क्लोथ। अनि यता बाबु दिदी खै मुख हेरौँ। दिदी मुख अनि यो चाहिँ बाबु हट। अनि यो चाहिँ मम्मीले खाना पकाउने आई मिन पस्किँदै हुनुहुन्छ। यस्तो रमाइलो भयो है आजको पिकनिक। अनएक्सपेक्टेड अनप्लान्ड। यहाँ है पानीमा आउने बेलामा प्राउन भिज्यो होला भनेर सोचेर बसेको। यो पनि भिज्यो होला भनेर सोचेर बसेको। केही पनि भिजा रहेछ छैन। मैले मेरो भिडियो यहीँ इन्ड गर्न लागेँ होइन। यस्तो छ हाम्रो पिकनिक भएको। मम्मी कस्तो लाग्यो तपाईँलाई आजको पिकनिक? मामु राम्रो छ। दिदी कस्तो 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 भयो आजको पिकनिक? बाबा बाबु कस्तो भयो? गाइड हामी थाकिसक्यौँ। म पछि